महिलाहरूमा चाहिँ विशेष गरी यदि महिनावारी चाहिँ ढिलो ढिलो हुन थाल्यो, यदि तपाईँले चाहिँ प्रेग्नेन्सी प्लान गर्नु भएको छ तैपनि तपाईँ गर्भ बसिरहेको छैन, जतिसुकै प्रयत्न गर्दा पनि बच्चा बसिरहेको छैन भने त्यो पनि एउटा चाहिँ हाइपोथाइरोइडिजमको रोग हो भनेर शङ्का मान्नुपर्ने हुन्छ। त्यस्तै महिनावारी हुने बेलामा ढिलो महिनावारी हुने अथवा ब्लिडिङ धेरै हुने महिनाहरूमा चाहिँ त्यो खालको समस्या भए पनि आफूलाई हाइपोथाइरोइडिजम भयो कि भनेर शङ्का मान्नुपर्ने हुन्छ। त्यस्तै हाइपरथाइरोइडिजम अर्थात् थाइरोइड हर्मोन बढी भएका व्यक्तिहरूमा चाहिँ केही बिना कारण अब तपाईँको वेट घट्दै गएको छ, तपाईँलाई चाहिँ ज्वरो आएको जस्तो, जिउ तातो भएको जस्तो महसुस हुन्छ, चिडचिड पसिना आउँछ, हात गोडाहरू चाहिँ थरथर थरथर काम छ, तपाईँको मुटु ढुकढुक गरेको जस्तो लाग्छ, एङ्जाइटी भएको जस्तो लाग्छ, होइन छटपटी भएको जस्तो लाग्छ, हात गोडाहरूबाट चाहिँ यो पाइतालाहरूबाट हातबाट चाहिँ पसिना धेरै आउँछ। यस्तो खालको यदि तपाईँलाई समस्या भइरहेको छ र कसै व्यक्तिहरूको चाहिँ यो घाँटी दुख्ने, निल्दाखेरि दुख्ने होइन कि बाहिरी भागमा चाहिँ घाँटी दुख्छ भने चाहिँ यदि यस्तो खालको लक्षणहरू तपाईँलाई भएको छ भने चाहिँ हाइपरथाइरोइडिजम भयो कि भनेर शङ्का मान्नुपर्ने हुन्छ।